हुने हामी अपेक्षा गर्दछौँ। नम्बर त्यसरी रहेको छ यानाइसी 4 गोल्ड स्पोर्ट 2 4-2। नम्बरको स्थिति यानाइसी 6 गोल्ड स्पोर्ट 2 6-2। अहिलेको गेममा रवि केसी हुनुहुन्न है। रवि केसी चाहिँ हुनुहुन्न। रवि केसीको चाहिँ यसपछिको गेम हुन्छ है। अलिपछि एकछिनपछि हुन्छ है रवि केसी। नम्बरको स्थिति रहेको छ 8-2 यानाइसी जापान 8 गोल्ड स्पोर्ट क्लब 2। लाइभ कस्तो आइरहेको छ कृपया कमेन्ट गरिदिनु होला। एकदमै प्रतिस्पर्धात्मक गेम भइरहेको छ जसमा गोल्ड स्पोर्ट क्लबले नम्बरको स्थिति बढाउँदै 3 पुर्याएको छ भने गोल्ड यानाइसी जापान 9 नम्बर पुनः थप्दै यानाइसी जापान 10 पुर्याएको छ भने गोल्ड स्पोर्ट क्लब 4 10-4 तात्नुपर्ने छ है। गोल्ड स्पोर्ट क्लबले तात्नुपर्ने देखिएको छ यति बेला। नम्बर थप्दै गोल्ड स्पोर्ट क्लब 6 पुर्याएको छ भने यानाइसी 10 सर्भिस कोर्टमा राजेन्द्र विष्ट त्रिभुवन आर्मी क्लबका एकदमै उत्कृष्ट स्पाइक सर्भिस आउटसँगै नम्बर यानाइसीले नम्बर
अङ्क तालिका बढाउँदै 11 पुर्याएको छ भने गलकोट समाज 6-11-6। घनश्याम चौधरीको एकदमै उत्कृष्ट स्पाइकसँगै नम्बर 7-11। तुरन्त हातमा बल एकदमै उत्कृष्ट स्पाइक सुमन मगरबाट अनि उत्कृष्ट नम्बर थप्दै नम्बर त्यसपछि 8-10। एनआईसी को नंबर 13 गलकोट स्पोर्ट क्लब 13-9। रेशम सन्त्यालले एकदमै उत्कृष्ट धारिलो तरह गर्नुभएको छ है। सर्भिस बल आउटसँगै बल नम्बरको स्थिति रहेको छ 14-9। रवि केसी गलकोट घुम्टे युवा परिवार आयोजक टिमबाट है रवि केसी उत्कृष्ट शट बल आउट। यसको फाइदा गलकोट स्पोर्ट क्लबलाई। स्पोर्ट क्लबको 11-10 भयो भने एनआईसी जापान 14-10-14। यो समय एनआईसी जापान अलिकति भारी परिरहेको छ है। गलकोट राम्रो शट प्रहारसँगै बल गलकोट स्पोर्ट क्लबको हातमा। गलकोट स्पोर्ट क्लबले 11 पुर्याएको छ भने उत्कृष्ट स्पाइक उत्कृष्ट प्लेसिङ बल हावामै छ। रेशम सन्त्यालको एकदमै उत्कृष्ट स्पाइक। यसको फाइदा एनआईसी जापानको 15 पुर्याएको छ भने गलकोट समाज 15-11। बल एकदमै हावामा उडिरहेको छ। रेशम सन्त्यालको बल जालान्तरित। यसको फाइदा गलकोट स्पोर्ट क्लबलाई। स्पोर्ट क्लबको 13 पुर्याएको छ भने एनआईसी जापान 13-15। एनआईसी जापानको नम्बर 16 छ भने गलकोट स्पोर्ट क्लबको 16-13।
एकदम उत्कृष्ट प्लेसिङ थियो। उत्कृष्ट स्पाइक धीरजका अघि धीरज सिंह बस्नेतमा बस्नेत सन्जु कोनबाट सन्जु चाहिँ छैन है, धीरज सिंह ठकुरी है, सरी बस्नेत होइन ठकुरीबाट उत्कृष्ट स्पाइकसँगै सन्जु हुनुहुन्न है, सन्जु दामी छ भाइ होइन। थ्याङ्क यू दाइ, थ्याङ्क यू ल है, थ्याङ्क यू। मेरो फेसबुक पेजमा पनि छ लाइभ होइन, एउटै हो, युट्युब र फेसबुकबाट एउटैमा गरिरहेको छु। फेसबुक पेजमा जन्मभूमि गल्कोट छ होइन, सबैजनाले हेरिदिनु होला। उत्कृष्ट स्पाइक जसको फाइदा एनआइसी जापानको 9 छ भने 19 छ भने गल्कोट स्पोर्ट क्लब 13। जुन यो खेलको दावेदार प्रथम हुने दावेदार टिम मानिएको यो एकदमै उत्कृष्ट रोमाञ्चक खेल हेरौँ कसले हात मार्छ है। राजेन्द्र विष्टको एकदमै उत्कृष्ट स्पाइकसँगै गल्कोट स्पोर्ट क्लबले 14 पुर्याएको छ भने एनआइसी जापान 19। स्पाइकमा राजेन्द्र आउट, जसको फाइदा एनआइसीलाई 20 रहेको छ भने गल्कोट स्पोर्ट 14। पहिलो सिटमा गल्कोट स्पोर्ट एकदमै माथिनुपर्ने देखिएको छ। स्पाइक बचाइसँगै धीरज ठकुरीले एकदम उत्कृष्ट स्पाइक प्रहार गरे। जुम प्लिज, कति जुम गर्ने नै आउनु। ओके छ दाजु, अहिले कस्तो भयो? बल आउट, यसको फाइदा एनआइसी तपाईँलाई एनआइसीको 22 छ भने गल्कोट स्पोर्ट क्लब 16। जुम गर्दा ब्लर आउँछ, ब्लर आयो नि गुड छ कस्तो हो यसो कमेन्ट हान्नु है। रवि केसीको टिम यसपछि हुन्छ है, यसपछि जुम धेरै भएको बिरु दाई यस्तो भनिदिँदैन। बल आउट, यसको फाइदा गल्कोट स्पोर्ट क्लबलाई नम्बर 18-23। अहिले कस्तो छ? अहिले देखियो कि कस्तो? सर्भिस कोर्टमा
त्यसैसँगै एनआइसी जापानले 1 सेट हात पारिसकेको छ भने वर्ल्ड समाज अब दोस्रो सेटमा तात्नुपर्ने छ। खेल बेस्ट अफ 3 मा खेलाइनेछ है। हस् दाइ, थ्याङ्क यू। युट्युबमा युट्युबबाट हेरिदिनु होला है, राम्रो आइरहेको छ भन्ने मैले सुनिरहेको छु। युट्युबबाट हेरिदिनु होला, क्षेत्री ब्लग छ युट्युबमा, युट्युबबाट हेरिदिनु होला। फेसबुकमा चाहिँ नम्बर अगाडि देखिरहेको सर है, यो अगाडि हेर्नु न, नम्बर देखिरहेको। एक सेट मानबहादुर चाहिँ छैन है, मानबहादुर चाहिँ हुनुहुन्न है। यो खेलमा मानबहादुर श्रेष्ठ हुनुहुन्न। रविन्द्रचन्द मानबहादुर श्रेष्ठ नेपाल फर्किसक्नु भएको छ भने कोलकाता एकदमै उत्कृष्ट खेलाडी रवि केसी हुनुहुन्छ। यो खेलमा चाहिँ रवि केसी, घनश्याम चौधरी अनि गएर तोरणचन्द, हाम्रो राष्ट्रिय खेलाडी राजेन्द्र विष्ट हुनुहुन्छ है। रवि केसी अब नेपाल सायद फर्किनुहुन्न है। उहाँको अब उहाँको मनभित्र अब हामी बस्न सकिन्छ जहाँसम्म उहाँ फर्किनुहुन्न लाग्छ मलाई, जहाँसम्म फर्किनुहुन्न है। लाइभ राम्रो छ, यस्तै दिनु हस् है। मैले सकेको ट्राई गर्नेछु। सबैजनाले लाइभ सेयर गरिदिनु है, सबैजनाले सेयर गरौँ अनि लाइक गरौँ। यो खाली समयमा लाइक गरिदिनु है सबैजनालाई, सेयर पनि गरिदिनु है, साथीभाइहरूलाई सेयर पनि गरिदिनु। जापानको यो पहिलो म्याच नै एकदमै फाइनल सरहको म्याच हो यो। त्यसपछिको बरु राम्रो हुँदा होला। यो चाहिँ एकदमै उत्कृष्ट हुने अनुमान गरेको छु मैले। एकदमै राष्ट्रिय खेलाडीले भरिपूर्ण खेल यो। राष्ट्रिय खेलाडी राजेन्द्र विष्ट आर्मीका खेलाडी, त्यस्तै गरी रेशम छन्त्याल, तोरणचन्द, घनश्याम चौधरी भएको टिम है यो। एकदमै उत्कृष्ट हुनेछ। यो चाहिँ गलकोट स्पोर्ट क्लब टोकियो भर्सेस एनआइसी जापान है। जापान बाग्लुङको टिम है एनआइसी जापानमा। मानेर दिदीलाई किन आएन, उहाँहरू चाहिँ अब कार्य व्यस्तताका कारण अब आउनु आएन जहाँसम्म मलाई लाग्छ। सबैजना वेलकम छ है। धनबहादुर धनकुमारी स्वरूप, जीवन बोरा, रश्मि ब्लग सबैजनालाई एकदमै स्वागत गर्न चाहन्छु, आभारी छु। लाइभलाई सेयर पनि गरिदिनु होला भन्न चाहेँ। रविको छ है, रविको यसपछि हुन्छ है। यो भ्याइन छ रविको हुन्छ है। रविको पनि म देखाउने छु। यो सकिए लगातार रविको हुन्छ।
नेपालबाट रेशम सञ्चाल आर्मीको अलराउन्डर स्ट्राइकर राजेन्द्र विष्ट आउनुभएको छ। अनि रवि केसी र घनश्याम चौधरी पनि हुनुहुन्छ। तोरण चन्द हुनुहुन्छ। त्यस्तै हाम्रो प्रदीप गुरुङ, निरम सिंहहरू पनि हुनुहुन्छ है। नेपालबाट चाहिँ दुई तीनजना मात्र आउनुभएको। खेल पुनः सुचारू भइसकेको छ। नम्बर 1-0 कोलकाता स्पोर्ट क्लब 1 NIC जापान 0। सर्भिसमा 10 नम्बर 15 रेशम सञ्चाल बल आउट भएको छ। यसको फाइदा स्पोर्ट क्लब र स्पोर्ट क्लबको 2 छ भने NIC जापान 1 2-1। एकदम उत्कृष्ट स्पाइक तनिष केसीबाट, जसको फाइदा NIC जापानलाई। नम्बरको स्थिति रहेको छ 2 बराबर। सर्भिसमा तुरन्तको स्पाइक सर्भिस कटिसकेको छ। स्पाइकमा राजेन्द्र विष्टको नम्बर एकदम उत्कृष्ट रह्यो, जसको फाइदा कोलकाता स्पोर्ट क्लबलाई। नम्बर 3 बराबर। आउट, यसको फाइदा NIC जापानलाई। NIC जापानको 4 छ भने कोलकाता स्पोर्ट क्लब 3 4-3। घनश्यामको टिमले जितेको छैन। रेशम सञ्चालको टिमले 1 चाहिँ जितिसकेको छ। यो खेल चाहिँ बेस्ट अफ 3 मा हुनेछ। तनिष केसीको सर्भिस कटिसकेको छ। यसको फाइदा कसले लिन्छ है। बल स्पोर्टको हातमा, स्पोर्टले कटाइसकेको छ। बल NIC जापानको हातमा। तनिष केसी पुनः सर्भिसमा सर्भिस कटाइसकेका छन्। यसको फाइदा कोलकाताले लिन्छ किन। राम्रो डिफेन्स। यसको प्रत्यक्ष फाइदा आफैलाई NIC जापानको 7 छ भने कोलकाता स्पोर्ट क्लब 3-7-3 ल है। एकदमै उत्कृष्ट खेल देखियो है। यहाँ NIC जापान एकदम उत्कृष्ट खेल खेल्दैछ यति बेला। राम्रो स्पाइक रेशम बस्नेतले नम्बर थप्दै स्पोर्टलाई 4 पुर्याएका छन्। सबैजनाले सेयर पनि गरिदिउँ है युट्युबमा। एकदमै सेयर गरिदिउँ है युट्युबमा।
लाइक पनि हानौँ, खाली समयमा लाइक पनि हानौँ। यदि जुम मिलेको छैन भने आफै जुम गरेर हेर्नु है। जुम आफै गर्न मिल्छ, जुमबाट हेर्नु। राम्रो प्लेसिङ सन्दीप छेत्रीबाट, यसको फाइदा सन्दीप चोखाल, सरी यसको फाइदा एनआइसी जापानको नम्बर 10 छ भने कलकत्ता स्पोर्ट क्लब 10-5 एकदमै तात्नु पर्ने देखिएको छ। ओ एकदमै उत्कृष्ट डिफेन्स है। कसले हात पार्दा छ, खराब जाप पारिदिएको छन् है। हेरौँ कसले जित्छ यो, के एकदमै अगाडि छ। एनआइसी जापानले 11 पुऱ्याएको छ भने कलकत्ता स्पोर्ट क्लब 5। स्पोर्ट क्लब एकदमै तात्नु पर्ने देखिएको छ। 5 नम्बर 6 नम्बरको अन्तरालमा गेम सञ्चालन भइरहेको छ अहिले। सर्भिसमा सन्दीप चोखाल, यसपछिको खेल पनि एकदमै घम्से हुन्छ है। बल आउट, यसको फाइदा एनआइसी कलकत्ता क्लबको नम्बर 6 पुऱ्याएको छ भने एनआइसी जापान 11-6-11। कलकत्ता स्पोर्ट क्लब एकदमै तातेर अगाडि बढ्नुपर्ने देखिएको छ। बल आउट, यसको फाइदा एनआइसी जापानको नम्बर 6 छ भने 12 छ भने स्पोर्ट क्लब 12-6। बल आउट, यसको फाइदा कलकत्ता स्पोर्ट क्लबलाई स्पोर्ट क्लबको सर्भिस कोर्टमा महेन्द्र साहनी। बल कटेन, यसको फाइदा एनआइसी जापानको 13 छ भने कलकत्ता स्पोर्ट क्लब 13-7। सर्भिस कोर्टमा रेशम छन्त्याल लाउरे। बल भइसकेको छ। उत्कृष्ट स्पाइक 10 नम्बर 10 केशव खत्रीबाट, जसको फाइदा कलकत्ता स्पोर्ट क्लब र स्पोर्ट क्लबको 8 छ भने एनआइसी जापान 13। बल कटिसकेको छ, हेरौँ कसले हात पार्नेछ। 9-13 स्पोर्टको 9 छ भने राजेन्द्र बेस्ट 6 आदमीको भन्नुभएको छ। एकदमै हेरौँ को छ बेस्ट, अब गेमले नै देखाउँछ होइन। आज सधैँ खेलिरहेको एक दिन नराम्रो हुन सक्छ होइन। अब राम्रो खेल्दै पनि हार भ्याउनुपर्छ, खेलमा हार जित भइहाल्छ।
रवि यसपछिको गेम रवि केसीको हुँदैछ है रवि केसीको यसपछि पर्वत समाज पनि एकदमै उत्कृष्ट गेम उत्कृष्ट छ है आज पर्वत समाज पनि एकदमै राम्रो छ है टिम चाहिँ राम्रो छ राजेन्द्र गोलकोट स्पोर्ट क्लबबाट हो अहिले खेल्दै हुनुहुन्छ राजेन्द्र विष्ट एकदम उत्कृष्ट प्लेसिङ एनआइसीलाई चान्स बल एकदम ब्लकिङ भइसकेको छ कसले हात पार्छ है नम्बर 11-14 कसले जित्ला त एकदमै 193 जापानले जितिसकेको छ भने स्पोर्ट क्लबलाई जित्नुपर्ने एकदमै बाध्यता छ है उत्कृष्ट फाइदा एनआइसी जापानलाई एनआइसी जापानको नेपालबाट राजेन्द्र विष्ट रेशम छन्त्याल आउनुभएको छ है कल आउट यसको फाइदा स्पोर्ट क्लबलाई स्पोर्ट क्लब 12 प्राइज 3,55,000 है 3,55,000 बल जालान्तरिक यसको फाइदा गोलकोट एनआइसी जापान एनआइसी नेपाल युथ क्लब जापानलाई सर्भिस हटिसकेको छ नम्बर के स्थिति रहेको छ 17-12 है एकदमै यति बेला एकदमै यो गेम कस्तो होला त लास्टमा भन्न सकिन्न रेशम छन्त्याल एकदमै उत्कृष्ट स्पाइकसँगै नम्बर 18-12 घनश्याम चौधरीको एकदम उत्कृष्ट स्पाइकसँगै 13-18 एकदम उत्कृष्ट राजेन्द्र विष्टबाट एकदम उत्कृष्ट हाई स्पाइक जसको फाइदा स्पोर्ट क्लबलाई सर्भिसमा जर्सी नम्बर 7 घनश्याम चौधरी सर्भिस कटिसकेको छ उठिसकेको छ हेर अब रेशम छन्त्याल एकदम उत्कृष्ट स्पाइक राजेन्द्र विष्ट 15-18 एकदमै रमाइलो भइरहेको छ है यति बेला फाइनल बराबरको गेम हुँदैछ यति बेला जसमा भिड्दै हुनुहुन्छ गोलकोट स्पोर्ट क्लब जापान टोकियो भर्सेस एनआइसी जापान भइरहेको छ है फाइनल अब अलग हुन्छ है दिन आजै भ्याइने कार्यक्रम भएको हुनाले आजै भ्याइन्छ एकदम उत्कृष्ट स्पाइक रेशम छन्त्याल जसको फाइदा
एनआइसीलाई एनआइसी जापानले नम्बर 19 पुर्याएको छ भने स्पोर्ट क्लब 19-15 बल कटिसकेको छ। एकदम उत्कृष्ट स्पाइक सुमन मगरबाट सुमनले आफ्नो टिमलाई नम्बर बढाउँदै 16 पुर्याएका छन् भने बल कटिसक्यो। अरे त्यतिको सिटी नसुनेको के हो। सर्भिस कोर्टमा सुमन मगर 10 नम्बर 6 सर्भिस कटिसकेको छ। रेशम सन्तान बल जालान्तरित यसको फाइदा स्पोर्टको 18 छ भने एनआइसी जापान 18-19 भेट्नु पर्ने जस्तो देखियो है। हजुर क्वार्टर फाइनलबाटै सुरु हुन्छ है। सुरुै अब जम्मा 9 टिम हुन्छ जसमा यसपछि फेरि यसबाट जडित त्यो प्रमोद समाज जापानसँग खेल्ने छ है। गेम डे नै हो तर उत्कृष्ट स्पाइक सिग्नेचर स्पाइक हान्दैछ नै रेशम सन्तान लाउरे 10-15 एकदमै उत्कृष्ट देखिएको छ है उहाँको खेल चाहिँ यहाँ त। स्पाइक धीरज सिंह ठकुरी जसको फाइदा एनआइसी जापान 22 गोलकोट स्पोर्ट 19 गोलकोट स्पोर्ट क्लबले 1 सेट पनि जितेको छैन। एनआइसी जापानले 1 सेट जितिसकेको छ। अब यो हेरौँ यो खेल 3 सेटमा जान्छ कि यति नै सकिन्छ अब त्यो भन्न बाँकी नै छ। कसले हात पार्न त्यही हो कि हेर्न बाँकी नै छ। घनश्याम चौधरीको उत्कृष्ट स्पाइकसँगै उत्कृष्ट प्लेसिङ धीरज सिंह ठकुरी जसको फाइदा एनआइसी जापान 24 छ भने गोलकोट स्पोर्ट क्लब 24 सेट पॉइंट 20। बल 21-24 यसपछिको गेम रवि केसी आयोजक होमटेवा परिवार वर्सेस गोरापाट हुन्छ होला है दासमा।
उत्कृष्ट प्लेसिङ थियो तर बल टच उसको फाइदा स्पोर्टलाई। स्पोर्टको 22 छ भने एनआइसी जापान 24 3 पोइन्ट 22-24 सर्भिस कट्यो यसको फाइदा कसले लिन्छ। रेशम सन्त्याल स्पाइकमा रेशम कसले हान्छ है बल आउट। त्यसको फाइदा एनआइसी जापान गलकोट स्पोर्ट क्लबलाई नम्बर 23-24 हेर भाइ दुरु बनाउँछ। के हुँदैछ यहाँ 24 बराबर है 24 बराबर। कसले हात पार्न त यो सेट हेरौँ हामी बाँकी नै छ है गेम 19बाट 23-24 हुँदै उत्कृष्ट स्पाइक विराज सिंह ठकुरी 10 नम्बर 9 जसको फाइदा एनआइसी जापान 25-24। सर्भिस कोर्टमा 10 नम्बर 17 सनिस केसी हेरौँ के हुन्छ है। बल कटिसकेको छ। एकदमै उत्कृष्ट स्पाइकसँगै 2 सेटै आफ्नो हातमा पारी एनआइसी जापान अघि बढेको छ भने गलकोट स्पोर्ट क्लब यहाँबाट समाप्त भएको छ उसको खेल। गलकोट स्पोर्ट क्लब आउट भएको छ है। रमेश खड्का अहिले खेलिरहेको छन् है अर्को कोर्टमा लमाई तल्लो लमाई समाजबाट खेलिरहेको छन्। अब यसपछि देखाउने छु है। अर्को कोर्टको गेम भइरहेको छ 10 मिनट तल्लो लमाई समाज भर्सेस तारवाला फ्रेन्ड सर्कल बिच गेम भइरहेको छ जसमा एकदमै एक सेट भइसकेर पनि 22-21 को गेममा घम्साघम्सी भइरहेको छ है। स्पाइक तारखोला फ्रेन्ड सर्कलका खेलाडी 10 नम्बर 3 जसको फाइदा तारखोलाको 22 छ भने लमाई समाज पनि 22 बराबर। एकदमै उत्कृष्ट क्विक स्पाइक जसको फाइदा
उताको चाहिँ तल्लो लमाई समाज भर्सेस हाम्रो लमाई समाज भर्सेस तारखोला फ्रेन्ड सर्कल है। तारखोला फ्रेन्ड सर्कलमा हुनुहुन्छ उताको गेम अब भइसक्यो है, 24-22 भइसकेको छ। अब यसपछिको गेम चाहिँ म देखाउने छु है राम्रोसँग फेरि। उता 23-24 भइसकेको छ। अब गेम सकिसकेको छ, एक सेट भइसकेको छ दुई टिमको। अब जसले जित्छ त्यो चाहिँ सेमिफाइनल जानेछ है। उक्त खेलमा जसले जित्छ त्यो सेमिफाइनल जानेछ। गेम एकदमै घम्साघम्सी भइरहेको छ। नम्बर 24 बराबर भइसकेको छ। एक सेट हात पारिसकेका छन् भने रवि पनि हुनुहुन्छ। सर्भिस कोर्टमा तल्लो लमाई समाज जापानका खेलाडी। तल्लो लमाईको 25 छ भने तारखोला फ्रेन्ड सर्कल 24। 25-24 बल आउट। यसको फाइदा तल्लो लमाई समाजलाई। यसैसँगै तल्लो लमाई समाज सेमिफाइनल प्रवेश गरेको छ भने तारखोला फ्रेन्ड सर्कल आउट, खेलबाट उक्त खेलबाट आउट भएको छ। अब हेरौँ, अब यसपछिको खेल म लिएर आउनेछु है त। सबैजना एकदम साथ प्रतीक्षा गर्नु होला। म यसपछिको खेल रवि केसीको खेल हुन्छ, यसपछि म लिएर आउनेछु है त। सबैजना मेरा साथ दिनु होला, फेरि पुनः जोइन हुनु होला।